हामी यसलाई अझै मात्रामा यसको पर्दाफास गरौँ भन्दै अब म धेरै लगिनँ। आगामी दिनहरूमा भेटौँ। 2084 आउँदैछ, तपाईँहरूको अस्तित्व बचाउने दिनहरू आउँदैछ। त्यसो भए धेरै दिनहरू अब मैले लम्बा चौडा लगिनँ। तपाईँहरूलाई अब म बिदा माग्न चाहन्छु। तपाईँहरूको सुस्वास्थ्यको कामना गर्दै अब 84मा चुनाव चिन्हको कुराको भाले चाहिँ नबिर्सौँ भन्न चाहन्छु। आज मेरो शब्दहरू अब नि जय मङ्गल। ल धन्यवाद छ हाम्रो प्रमुख अतिथिको महत्त्वपूर्ण भनाइहरू तपाईँहरू पनि मनन गरिदिनु होला, सुनिदिनु होला। हामी के गर्छौँ कसो गर्छौँ भन्ने कुरोहरू धेरै प्रश्न गरिसक्नु होला। अब यो कार्यक्रम झन्डै सभ्य नै भयो भन्ने ठाउँ गर्दै म यस कार्यक्रम समापन गरिदिनु सभा अध्यक्ष मौलहरूलाई हार्दिक स्वागत गर्दै म पनि कार्यक्रम सञ्चालक सबै कविसन्तरी नगरसभाका सचिव विष्णु महादेव बिदा हुन्छु। जय मङ्गल। यो देशको बहुसङ्ख्यक मङ्गोल मूलवासीहरू पानी झरीमा पनि अन्तिम समय बसेर साथ दिएर चाहिँ मङ्गलबार दर्शन प्रष्ट हुने गरी बुझिरहेको अवस्था छ। हाम्रो निम्तोलाई स्वीकारिदिनु भएकोमा र मङ्गल अर्गनाइजेसनको पानी झरीमा पनि यो देशको बहुसङ्ख्यक मङ्गोल मूलवासीहरू अझै पनि बसिरहेको अवस्था सम्पूर्णमा एकमुष्टमा जय मङ्गल। आजको यो हाम्रो निम्तोलाई स्वीकारिदिनु भएकोमा प्रमुख अतिथिले महत्त्वपूर्ण बताइसक्नु भएको छ। यसले विशेष धेरै उहाँलाई धन्यवाद भन्दै उहाँले एकचोटि जोडको साथ ताली धन्यवाद। र अब मैले के बोलिरहेको पर्छ र प्रमुख अतिथिलाई बताइसक्नु भयो र प्रमुख अतिथिलाई हामीले समय दिनुपर्छ र आएको कारणले र ठिकै छ। हाम्रो निम्तो स्वीकारिदिनु हो। यो असत्य बेलामा यतिसम्म उपस्थित भयो र आजको यो कार्यक्रमलाई सम्पन्न र साथै फेरि यस्तै कार्यक्रम तपाईँ हामी भेट हुनेछौँ भन्दै म पनि बिदा लिन चाहन्छु र आजको यो कार्यक्रम सम्पन्न सकेर अन्त गर्न चाहन्छु। सम्पूर्ण फेरि जय मङ्गल।